हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। साथीहरू, आज चाहिँ मैले मिठो मिठो चटपटे लिएर आएको छु हजुरहरूको सामु। अब म यो चटपटे ढिला नगरिकन खान्छु, ओसिसकेँ अनि ल अब म खाना गइरहेको छु। हजुरहरूले लास्टसम्म भिडियो हेरेर मलाई साथ सपोर्ट दिनु होला। ल खाए ल। मैले आफै घरमा बनाएको चटपटे। यदि हजुरहरूलाई फेरि फेरि मेरो भिडियो हेर्ने मन छ भनेपछि मेरो भिडियोलाई लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला साथीहरू। कस्तो मिठो आहा। युट्युबमा वाच टाइम पुऱ्याउनु पर्ने हुन्छ अनि भ्युज पुऱ्याउनु पर्ने हुन्छ। हजुरहरू सबैले मलाई साथ सपोर्ट दिनु होला भन्ने चाहन्छु म। कति गराउनु देऊ नै हुँदैछ बराम्रो त यसो न भन्दा भिडियो गर्न दियो यो पनि रहेछ त स्टिल 10 रुपियाँ देऊ बाबा। मङ बसाउन हालेपछि चटपटे मिठो बनाएर चिया हालेर दियोस्। मान्छे आएर साथीहरू बाहिर यताउता नोइजहरू आएको होला, माइन्ड नगर्नु होला। ल्याउनु हजुरहरूलाई पनि पानी खानु न सुसाउँदै 2 गिलास त लौ जा। के हो झन्नै पानी उप्टेको ला। यहाँ पर्यो त चाउसाउ दिनु न। चाउसाउ भिडियो बनाउँदैछु म। कुन 20 रुपियाँको हो नि यो। हेलो दोकानमा भएपछि यस्तै हो साथीहरू। मिठो थम्बनेलकै खिचेको थिएन मैले। आहाना खोइ भाउजू धर्म
म भिडियो बनाउनु आउलै छैन साथीहरू। पाउरोटी सो गाइज मैले चाहिँ खाना भइसकेको छु है। मेरो भिडियोलाई चाहिँ लास्टसम्म हेरिदिनु होला हजुरहरूले। पिरो भएर बोल्न सकिरहेको छैन। बाई। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला।